नमस्कार। म दिपक मल्ल। यति बेला म अर्घाखाँचीको यो के भन्छ त तुमकोट यो तुमकोट भन्ने ठाउँमा आएको छु। अनि एकजना यो तुमकोटमा मेरो एकदम मिलनसार मिल्ने साथी हुनुहुन्छ। उहाँले यो किसान सम्बन्धी यो टमाटर करेला यो घिरौँला सिरौँला यो भेन्डी सेन्डी हरेक चिजहरू खुर्सानी सुर्सानी एकदम राम्रो फलाउनु भएको रहेछ। उहाँ चाहिँ सँग थोरै सहकारी गरौँ, केही कुराकानी गरौँ भनेर हाम्रो चाहिँ टेकबहादुर खत्री सर हुनुहुन्छ, उहाँसँग चाहिँ कुराकानी गरौँ यस विषयमा भनेर मैले थोरै भिडियो चाहिँ बनाउँदैछु। त्यसको लागि ल ठ्याक्क चाहिँ यो खेतीपाती मैले देखाइहालेँ। त्यही पनि म अब हाम्रो चाहिँ टेके खत्री सरसँग इन्टरभ्यू लिन्छु, थोरै कुराकानी गर्छु ल है त। ल ठ्याक्क चाहिँ यति बेला म हाम्रो चाहिँ मेरो एकदम मिल्ने साथी टेक सर हुनुहुन्छ, टेक सरसँग थोरै इन्टरभ्यू लिन आइरहेको छु। तयार हुनुहुन्छ सर? तयार छु। अनि के छ त अहिलेसम्म यो तपाईँले गरेको यो खेतीपातीमा यत्रो वर्ष गर्नुभयो, कति सन्तुष्ट हुनुहुन्छ? के फलाउनु भयो? विदेश जाने अब व्यक्तिहरू आफ्नो साथीभाइ सङ्गीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अहिले तपाईँको अब 8-10 वर्ष भइसक्यो तरकारी खेती गरेको होइन। हजुर। यहाँ हेर्नुहोस् नपत्ता अब यहाँ टमाटर हेर्नुहोस्, खुर्सानी हेर्नुहोस्। हजुर। अब राम्रो फलिरहेको छ। 8-10 वर्ष भइसक्यो, राम्रो आम्दानी भइरहेछ। महिनाको लगभग 2-2.5 लाख रुपियाँ कमाइ भइरहेछ। हजुर। अब तरकारी यति राम्रो फलिरहेको छ। खुर्सानी त अब टन्नै टिप्नु हेर्नुहोस्, अझै फलिरहेको छ। यी कोही फलिरहेको, कोही पाकिरहेको छ, यति बाक्लो फलेर है सर। कोही अब तपाईँ फुल खेलिरहेको छ। 12 मासे औषधि के हाल्नुहुन्छ र सर? औषधि नै केही होइन। औषधि भनेको तपाईँको त्यो मोहनी पासो भन्ने यो हामीले अलिअलि बोतलमा त्यो झुनेर त्यही पनि किराको लागि किराले नखाओस् भनेर। तर यसमा औषधि विषादी भने कुनै छैन, एकदम अर्गानिक चिज हो। हजुर। यहाँ हेर्नुहोस्, अब यता हेर्नुहोस्, अब तिते करेलाहरू फलिरहेछन् होइन। त्यता पनि जान मिल्छ सर? मिल्छ। अनि यता पनि बहुत राम्रो खेती गर्नु भएको रहेछ सर। तिते गरेर राम्रो फलिरहेको, फर्सी फलिरहेको, एकै ठाउँ फर्सी फलिरहेको। यो टनेल टाइप हो? टनेल त होइन सर? यो टनेल होइन हजुर, यसमा छाप्रो बनाएको। हजुर। अनि टनेल त अब हल्का प्लास्टिक अलिक घाँस नआओस् भनेर तल प्लास्टिक बिछाइरहेको। हजुर। अनि अब तपाईँ यो किराले नखाओस् भने यता मोहनी पासो भन्ने यो औषधि चाहिँ मोहनी पासो भनेको यही हो। यसमा हामीले कुनै तरकारीमा छरेको पनि केही छैन। एकदम। अब यता हेर्नुहोस्, अब यो मेथीको साग भयो, यो अब यता टमाटर भयो, टमाटर पाकिरहेको, लुँडेहरू छ। यो टमाटर चाहिँ एकदम यो टनेलमै लाउनु पर्ने हो खास। राम्रो होइन टनेल त तपाईँको किन पानीले अब बर्खा मास छ। हजुर। बर्खा मासले गर्दा पानीले नखाओस्। हजुर। पानीले गर्दा यो कुहिएर जान्छ भनेर पानीको सेफ्टीको लागि टनेलले बनाएको छ। एकदम धन्यवाद सर। एकदम फलफुल ल्याएपछि बेलौतीहरू अब यो सिजन अनुसारको फल खान पाइन्छ। ल ठिक, राम्रो छ हजुर, एकदम धन्यवाद सर। एकदम राम्रो मेहनती, एकदम मेरो मिल्ने साथी, एकदमै राम्रो फलफुल फलाउनु भएको रहेछ। टमाटर प्याज लसुन हो, अब यस्तै तरकारीहरू भेन्डी सेन्डी राम्रो फलाउनु भएको रहेछ सर। तपाईँबाट देश विदेश जाने साथीहरूले पनि केही सन्देश सिक्नुहुन्छ जस्तो लाग्छ यो भिडियो मार्फत? सबै साथीहरूले नेपालमा कृषि गरेपछि के उत्पादन हुन्न, त्यसको लागि अलिकति मेहनत गरौँ, नेपालमै बसौँ, आफ्नो फ्यामिलीसँग बसौँ, त्यही फलाउँ भन्ने हामीलाई लागिरहेको छ। एकदम। ल धन्यवाद सर यो भिडियोको लागि, सर हाम्रो लागि टाइम दिनुभयो। नमस्कार सर।